यो ठाउँ हेर्दाखेरि जति सुन्दर शान्त एकान्त छ नि यति नै भयानक डर लाग्दो छ के। ल हेर्नु अब यहाँ अहिले मान्छेहरू मभन्दा कोही पनि बाहिर हिँड्न सकेको छैन। किन सबै गाडीमा हिँडेको छ है। किन भन्दाखेरि यो ठाउँमा चाहिँ भूत किचकन्डी पिचासहरूको चाहिँ ज्यादा डर छ के। त्यही अहिले साँझको अब लगभग 6 बज्यो। 6 बजे मान्छेहरू बाहिर निस्केको छैन। म मात्र छु अहिले मान्छेको नाममा हिँड्न सक्या भने। किन भन्दाखेरि अब मलाई चाहिँ गायत्री मन्त्र आउँछ कि। गायत्री मन्त्र आएपछि अब भूतहरू डराउँछ नि त। म त भूत आयो भने ठाउँको ठाउँ छुट पारिदिन्छु नि त। यो जापानिजहरूलाई चाहिँ गायत्री मन्त्रहरू नआउने कारणले गर्दाखेरि अब यिनीहरू चाहिँ डराएर बाहिर एक्लै निस्किन सक्दैन। अगाडि बाइकको मान्छे आम्मै कति छिटो हुत्तेको, भूतले पछाडिबाट लखट्यायो क्या यसलाई। त्यस्तो लाग्यो मलाई त। लास्टै हो त्यो बाइकहरूको मान्छे चाहिँ फेरि जान्छ क्या। बसहरू अब योभन्दा पर्को बाइक नि आउँछ अरे कति स्पिड कुदिखाएको ठुलोहरू चट्ट गयो क्या। त्यो बाइकको मान्छेलाई नि डर पक्कै भूत किचकन्डीको डर भएर कुद्यो। अब गाडीको मान्छेलाई त बाहिरबाट आक्रमण गर्न सक्दैन कि। अनि यो बाइकमा साइकलको मान्छेहरू चाहिँ साइकलको त अब हिँड्नै सक्दैन यो राति होइन। बाइकको मान्छेहरू चाहिँ अब घरिघरि हिँडिरहेको हुन्छ। अब म जस्तो आँटिलो मान्छे चाहिँ छ जस्तो लाग्यो मलाई। किन भन्दा त्यसले गाडी रोकेर चाहिँ बाहिर निस्क्यो। किनकि त्यो आत्मा भइसकेको मान्छे हो क्या सायद। त्यो मान्छे होइन होला भूत भइसक्यो होला सायद। त्यसलाई चाहिँ आक्रमण गरिसक्यो जस्तो लाग्यो। त्यही भएर ऊ निस्किन सक्यो। अब गाह्रो छ गाह्रो। अरू भए जान डराउँथ्यो होला म। तर उनीहरूले भूतकै छेउबाट म हिँडिदिन्छु। त्यो मलाई गाह्रो लाग्दैन यो कुरा चाहिँ। अब आत्माहरूले केही पनि गर्दैन है त। ल यो जापानको यो पहाडिया इलाका हो कि। फेरि बिजुली बत्तीहरू कामहरू यता ज्यादा छ नि त। कामहरू पसलहरू छ नि। यो पसलहरू नि प्रायः जसो दिउँसोको लागि मात्र हो यो राति त अब खोल्न त खोल्या हुन्छ नि। तर त्यो धुपबत्ती बाहिर गेटमा धुपबत्ती बालेर राखेर अनि बल्ल खोल्या हुन्छन् कि। त्यो गर्दाखेरि चाहिँ अब भूतहरू नपसोस् भनेर त्यो मान्छे चाहिँ म जस्तो आँटिलो रहेछ। किन भन्दा उसको हातमा बियर बोकेर छ। त्यही भएर भूतहरूले उसलाई केही गर्न सकेन। अर्को मान्छे नि बियर बोकेर हिँड्यो। किनभने अब हाम्रो नेपालको भूतहरू चाहिँ लाइटरहरू बत्तीदेखि डराउँछ भने जापानको भूतहरू चाहिँ बियर बोकेर हिँड्यो भने चाहिँ यो गजडी आयो यसलाई तर्सायो नि केही काम छैन भनेर चाहिँ यिनीहरूले चाहिँ अब यो तर्सन आउँदैन क्या। नत्रदेखि त कहाँ बियर हातमा बोकेर नहिँड्नु भने त को हिँड्न सक्छ र जो पाए त्यही अचम्म लाग्छ। भूतहरूको पनि प्रकार हुँदो रहेछ। नेपालमा लाइटर यो सलाइहरू लिएर हिँड्नु भने यहाँ चाहिँ बियरको अनिवार्य। मान्छेहरूले अब सिरानीमा पनि अब बियरहरू राखेर सुत्ने रहेछ यिनीहरूले। बियर रक्सीहरू राखेर त्यो गर्दाखेरि राति सपनामा भूतहरू सपना नदेखोस् भनेर ल्याएर गाउँमा कति राम्रो छ गाउँ त। गाउँ यति सुन्दर छ होइन।